हेलो गाइस, गुड मर्निङ र सेवा र सबैजनालाई फ्यापुलो तासी दिले र हाम्रो यहाँ मालिक हुनुहुन्छ विजय दा। हामी 6वटा गाडी चाहिँ अब हामी पिकअप गर्नु जाँदैछु हो। अनि दालाई पनि हल्का देखाइदियो। हेलो, यो चाहिँ हाम्रो विजय दा हुनुहुन्छ। हामी 6वटा गाडी चाहिँ जाँदैछु आज हामी हैन, आइसकेको छ। अब हामी जाँदैछु पिकअप गर्नुको लागि हो गाइस। र तपाईहरुलाई देखाउँदैछु, हेर्दै जानुहोस् आजको भिडियो हैन। आज सन्डे पनि हो अनि बिहान पनि म सालगढा गइकिन आएको। गुम्बाको मान्छेहरूलाई पुरानो गएको थिएँ आज, किनकि सालगढामा आज लास्ट डे दिनको पूजा थियो गुम्बामा पनि हो। अनि उनीहरूलाई पुऱ्याएर चाहिँ आएको म गाइस। र सबैजनालाई सन्चै हुनुहुन्छ र तपाईँहरू पनि होइन, म पनि सन्चै छु। पनि गाडीमा के नाम लेख्छु भन्दाखेरि सोचिरहेको छु अगाडि होइन। अगाडि चाहिँ मैले गाडीमा नामै लेखेको छुइनँ गाइस हो। अब लेख्छु के सोचेको छु भने मिस्टर थिङ लेख्नु पर्ने रहेछ मेरो गाडीमा। यस्तो विचार गर्दा र फाइनली न्यू माल चाहिँ आइसके हो। अनि फाइनली न्यू माल आइसके। न्यू माल चाहिँ भिड छ ड्याममै हो। हेर्नुहोस् न हेभी। अनि दाजु छ अगाडि हो, न्यू मालमा छ आज। भन्नुहोस् न आज हाम्रो गाउँको कतिजना 6वटा गाडीको छ होइन त आज? 60 जना जस्तो छ हो टुरिस्टहरू। के अरे पत्थरझोडा लैकी खोला मगरको क्याम्पिनिङ छ। उहाँहरू 3 दिन स्टे गर्छ। त्यसको बाद साइट सिनहरू छ। अब यहाँ आउँदैछ भर्खर आइपुग्यो ट्रेन। खालि नानीहरू छ, सानो नानीहरू 18-20 जना वर्षको नानीहरू। तर आज पुरा छ गाडी नि त हेर्नु न न्यूमा। कतिवटा राइडरलाई मेरो तर्फबाट उसको पेजलाई लाइक एन्ड सेयर गरिदिनु। थ्याङ्क यू। र यो छ अन्त दाको गाडी उपर राखेको छ। अन्त अङ्कलको गाडी यहाँ छ। अन्त हाम्रो पार्टीबारा विजय दाजुको गाडी यहाँ छ। र मामु बमजन मामाले के भन्नुहुन्छ लु आज बिहानको दिन? बिहानै भन्नु कि बिहान 5 बजी उठेको म। 5 बजी उठेको अरे मामु। अन्त अहिले बुधबारबाट आएको। तिमीहरू यहाँ ढिलो आउँछ, म के छिटो आएछ यहाँ आएको? 8 बजी। सुभाष दा कति बजी उठ्यो भनिदिइहाल त। आज बिहानै उठेको थियो सुभाष दा। 5 बजी उठेको। अन्त 5 बजी उठेर यसो गाडी साडी धोएर मजाले टायर पङ्चर भएको थियो हो। टायर पनि हाल्यो। शिवलाई यसो हेल्प माग्दाखेरि शिव बिजी थियो। म भाडा गएको थिएँ। शिवको त आज डबल टिपो भयो त। डबल टी। र गाइस फाइनली आइसक्नु भएको छ हाम्रो एनजिओ नानीहरू सब टुरिस्टहरू घुम्नुको लागि होइन। डल्लै आउँदैछ ड्याममै। हेर्नुहोस् न सब केटीकेटीहरू सबै आइसक्नु भयो। उनीहरूलाई नै हामी 6वटा गाडीको लागि इन्तजार गरेर बसिरहेको थियौँ सरहरूलाई। वेलकम छ 1 2 3 सबै 3टा गाडी 4टा गाडी हो फुल भइसकेको छ। टुरिस्टहरू पनि आए। सबैलाई आफ्नो आफ्नो लगेजहरू पनि बाँधिसकेको छ। अन्त सवारीमा पनि छ, यसमा पनि फुल लगेज। र यहाँ पनि सबै फुल लगेज गरेर एउटा चाहिँ यहाँ अगाडि छ दाको 6वटा गाडी चाहिँ रेडी भएर चाहिँ अब हामी यहाँबाट निस्किसकेको पत्थरझोडा हो। सबैजनाको लगेजहरू सब बाँधिसकेको छ। अब हामी यहाँबाट रवाना। र हाम्रो ड्राइभर पार्टीहरू यहाँ छ दाजुहरू। म मिस्टर बमचन र विजय राई दाजु वक्सली पातिबारा। र यो यसको नाम के बाइतिर नाम? हिमालय कञ्चनजङ्घापट्टि लिएर जाँदैछ हामी आज। नयाँ जोइनिङ नयाँ आज एड भएको न्यू जोइनिङ गरेको आज। अन्त लेट्स गो। सर म्याडम सबैजना बसिसक्नु भएको र आज हम लोग जा रहे पत्थरझोडा। आप लोग कहाँ से हैं? कलकत्ता। सब कलकत्ता से आ गया 45 पीपल। बिस्तारै जाँदै सबैजना खुसै छ आज होइन। सबैजना आई बोल दीजिए। हाँ मेरे पेज
छवटा गाडी लस्कारे जाँदा फेरि फाइनली गाइस ओद्लाबाडी आइसकेको छु हो। अब ओद्लाबाडीबाट हामी एउटा राइट लिन्छौँ। आज मार्केट ओद्लाबाडी मार्केट फाइनली हामी चाहिँ आ चुका है इधर कैंपिंग में 50 जोड़ा का सब 4 तो गाड़ी तो आ गए अभी फिलहाल। बस इधर ही हम लोग का जगह नहीं है उधर। नमो फाइनली हामी चाहिँ आइसकेछु गाडीमा हो। केटाहरु भिडियो गराउँछु भन्छु आके के गर्छ ल हेर्नुहोस् अर्को गाडी आउँदैछ फटाफट। अर्को गाडी पनि परबाट आउँदैछ हो। फाइनली आइसकेको छु र थ्याङ्क यू सो मच सबैजनालाई हो मेरो भिडियोमा जुड्ने होला।